हेलो गाइस। फिस लभरहरूको लागि चाहिँ म चाहिँ एकदमै क्रेजी लभर हो होइन फिसको। मसँग चाहिँ यो गप्पी पनि फुल लोडेड छ, यो पनि प्रेग्नेन्ट हुने टाइम गएको छ। प्लस यो मलीहरू छ, यिनीहरू पनि अब लगभग 10-15 दिनभित्र यिनीहरूले पनि बेबी जन्माउनेवाला छ होइन। अब लगभग 2-3 दिनपछि चाहिँ यो मलीले चाहिँ यो चाहिँ मेल हो, यो चाहिँ मेल हो, यो चाहिँ फिमेल हो। यो चाहिँ लगभग 2-3 दिनपछि नै बेबी दिँदैछ होइन। प्लस अब मैले यो बेटालाई चाहिँ होइन, बेटा मेरो चाहिँ धेरै मऱ्यो, त्यही भएर मैले अहिले यस्तो अलि नर्मल खालको ल्याएको छु। यो फाइटर फिस यता त्यत्राहरू छ। यो चाहिँ मेरो 4 फिटको ट्याङ्क हो होइन। यो चाहिँ 15x18, अर्को चाहिँ 2.5 फिटको ट्याङ्क हो होइन। मेरो यो गोल्ड फिसहरू छ, सार्क फिस छ, गोल्ड फिस नै भइहाल्यो। यो म्युर, ब्ल्याक म्युर भन्ने पनि छ होइन। यो छ रेड क्यापहरू छ। यो चाहिँ थाइल्यान्ड गोल्ड फिस नै छ, इन्डियन पनि छ एउटा, स्नेल्सहरू पनि छ, प्लस यो सिल्भर सार्क होइन। अर्को 1-2टा फिसहरू चाहिँ देखिँदैन। यो फ्ल्यागो फिसहरू पनि छ, प्लस उतापट्टितिर योहरू पनि छ, सानो फोरहरू खानेहरू पनि यसरी सेटअप गरेको छु होइन। यहाँ अब यो मनी प्लान्ट पनि ग्रो हुँदैछ, यस्तो सेटअप छ गाइस। प्लस अर्को कुरा, मसँग अझै ट्याङ्कको अभाव अलि भएर भोलि मात्रै मैले ट्याङ्क अर्डर गरेको छु। ट्याङ्क नपुगेको हुनाले मैले यो चाहिँ पोलर प्यारोटलाई चाहिँ मैले यो यिनीहरू चाहिँ मेल फिमेल छ, यिनीहरूलाई मैले यस्तै राखेको छु। भोलि मात्रै आउँछ यसको ट्याङ्क, त्यही भएर मैले यस्तै राखेको छु, फिल्टर पनि नभएको भएर। प्लस यहाँ छ अब अर्को फेरि अति क्रेजी फिस लभर भएर यहाँ छ हाम्रो चाहिँ कोही फिस पनि छ होइन। अनि कार्प पनि छ, यता अलि राम्रोसँग देखिँदैन। ल गाइस, लाइक सब्सक्राइब गर्नु होला फिस लभरहरू।